फर्स्ट अफ अल त हिजोको भिडियोलाई एकदमै माया गरिदिनु भएको छ, त्यसको लागि थ्याङ्क यू सो मच है। र यो हो फ्राइडे स्पेसल मिनी भ्लग। अचारमा बन्दैछ सिप्लिकान अनि आलु बनाइसकेँ। स्यालटुङको दाल बनेको छ कुकरमा, भात पनि पाकिसक्यो, लुगा धोएँ। त्यस पछाडि बान्जीले चाहिँ गाउँबाट आउँदा लिएर आउनुभएको कोसेली हामी खनाउँदैछौँ। अनि बुढो आउनुभयो, तिनैजनाले खाना खायौँ। अनि म चाहिँ आएको छु रेडियो कार्यक्रम चलाएर बान्जीमा बाहिरतिर निस्क्यौँ होइन, गमला लिन थियो। अनि यो फुल चाहिँ कस्तो मन परेको मलाई, लि पनि हालेँ फाइनल्ली। 3वटा गमला अनि खुर्सानीको बेर्ना लिएर आयौँ। त्यसपछि अहिले चाहिँ ऐसेलु इन्जोय गर्दैछौँ। यो चाहिँ बुढोको भाग। अफिसबाट आइसके पछाडि उहाँलाई पनि खाना दिएँ। अनि अहिले चाहिँ खाना बनाउने तयारी हुँदैछ। मेरो फेभरेट तरिका थाहा नै छ धेरैलाई होइन, आलु यसरी नै राख्छु म। र त्यस पछाडि चाहिँ अहिले बुढा आइसके पछाडि चाहिँ हामीले बाहिर होइन साँझ परे पछाडि मल मोल्यौँ होइन माटोमा। त्यसपछि सबैलाई चाहिँ गमलामा सेट गरेर अनि त्यो ल्याएको फुल पनि रोप्यौँ। र अरूलाई पनि सार्न थियो कि ठुलो ठुलो चाहिन्छ नि त गमला, यो स्ट्रबेरीलाई सानोमा एडजस्ट गरेका थियौँ। यसलाई पनि सार्यौँ। र यो पनि दुईतिर थियो गणेश फुल, यसलाई पनि एकतिर बनायौँ। र यो खुर्सानी, डल्ले खुर्सानी, यो खुर्सानी चाहिँ कुन हो फलेपछि थाहा हुन्छ है। त्यो पनि ट्राई गरेको हामीले चाहिँ, फलिहाल्यो भने 1-2वटा गुवा खानुहुन्छ नि त, टोक्नुहुन्छ भातसँग। अनि त्यस पछाडि चाहिँ माटो कम भएको गमलामा माटोहरू अलिअलि थप्दै थिएँ छेउछाउबाट। र सानो सानो डब्बा पनि देख्नुहुन्न मलाई, त्यसमा केही न केही रोपिहाल्छु होइन, त्यस्तो ह्याबिट भइसक्यो अहिले चाहिँ मेरो। त्यस पछाडि पानी राखेँ सबैमा अलिअलि। अनि एकदमै कस्तो राम्रो देखिएको थियो है। र एकदमै आनन्द लिइरहेको थिएँ हेरेर रोपेको सबै। अनि कस्तो सर्र हावा पनि चलिरहेको के। अनि त्यस पछाडि चाहिँ न्युज पढ्न आएँ म। अनि आएर खाना खाएर अहिले चाहिँ हामी आइपिएल हेर्दैछौँ। र मेरो फेभरेट टिम हो जिटी अनि फेभरेट प्लेयर हो शुभमन गिल। र प्लेयरमा चाहिँ मलाई अरूमा चाहिँ हार्दिक पाण्ड्या, केएल राहुल एकदमै मनपर्छ।